अन्तिम दिन पानी पनि परिरहेको त्यसो यसैले अब भले त काट्नै पर्यो नि होइन र। यता आइज है मेरी बुढीलाई हावाले उडाइदेऊ उडाइदेऊ। यहाँ खान्छन् दाल भात मासु टन्नै खान्छन् अनि भुक्दाखेरि राति बेला घुम्ने बेला कता आउँ कता गइहाल्छ। अब अहिले किन यहाँ आउँदा। हेलो साथीहरू, आज चाहिँ म घरमै छु र मेरो पहिलो फर्स्ट भ्लग हो र आज के कस्तो हुन्छ त्यससम्म यो भिडियो तपाईँहरू देखाउनु कि तपाईँलाई अन्तिमसम्म हेर्नु न के कस्तो लाग्यो भिडियो चाहिँ लास्टमा कमेन्ट गरिदिनु है त ल। छोरीको हेर्नु न नाटक कि मेरो घरीलाई खेलाउँदैछिन्। मम्मा खै मम्मा मम्मा आयो मम्मा आयो मम्मा आयो मम्मा भन्दै त डल्ली मम्मा म्याउ म्याउ मम्मा भन न मम्मा मम्मा। ए ज्याम हान्छु रे हेर तिमीलाई म्याउ म्याउ कहाँ कपडा उठाउने गल चढाउ म्याउ 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 म्याउ। मम्मा गयो कपडा उठाएर आउँछु रे है छोरा। ल म हेर्छु त तिमीलाई बस ल। यो के हो मेरो घडी घडी हो घडी हो के यो खाने चिज होइन छोरो घडी हो घडी। हेलो भनेर त यो 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 गरे न ल। के गरेको श्री श्री के गरेको मेरो माला खेलाउँदैछ। यो के हो खानेकुरा होइन कि यो माला हो छोरो माला। यहाँ हेर यता हाई गर्दैछ हाई हाई फेसबुक फ्यामिली भनेर त यसरी क्या यसरी यसरी हेर्दै छोरो छोरो बल्लु यसरी हेर हाई फेसबुक फ्यामिली नमस्ते गरिदेऊ। यो के गरेको पिक्ने ल ल साथीहरू। अहिले चाहिँ हामी बुढा र बुढी चाहिँ टिकटकमा रिल बनाउन लगाएको र मेरो टिकटक आइडी चाहिँ अबैसन आएर छ चेक गर्न सक्नुहुन्छ है। अनि चाहिँ अब दिउँसोभरि के गर्ने होइन अब कहाँ जाने यस्तो गर्मी छ बाहिरतिर हेर्न सक्नुहुन्छ यस्तो धेरै गर्मी छ। अनि मेरो घरदेखि चाहिँ यस्तो देखिन्छ है तलको यो भ्यूहरू चाहिँ अनि यतादेखि पनि यो झ्यालदेखि पनि देखिन्छ। म पछि तपाईँलाई देखाउने छु ठ्याक्कै जुम गऱ्यो भने सल्ली बजार यो चाहिँ सल्ली बजार हो है। अनि त्यसपछि अब चाहिँ बुढी र म एकछिन रिल बनाउँछौँ होइन त बुढी हो भन न। अनि छोरी पनि सुतिसकिन् अघिभरि चक 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 कति धेरै गरेँ अब छोरी पनि सुतिसकिन्। अब एकछिन बुढा र बुढी चाहिँ टिकटकमा रिल बनाउन लाग्यो है त। चेक गर्नु है मेरो चाहिँ मैले अघि नै भनिसकेँ अबैसिनार चाहिँ मेरो आइडी चेक गर्न होला है त। ओके बाबा मम्मीले रिल बनाएर सके अब छोरी चाहिँ उठेर रिलै बन्नु पनि नदिने उहाँ खाडा आस्नभित्र छिर्छ मेरी छोरी डल्लु पानी तिर्खा लगाएर पानी खायो। नयाँ नयाँ ताजा खबर सल्ली बजारमा हावाहुरी आएको छ र अब यही क्रममा लाइटहरू जान्छ र आज लाइट आउँछ भन्ने नसोच्नु होला राति है। हिजो पनि यस्तै हावाहुरी आएको थियो र लाइट गएको थियो रातभरि लाइट आएन। अब यति हावाहुरी आयो यो ठाउँमा लाइट गइहाल्छ। लाइटको आश नगर्नु होला कृपया आफ्नो मोबाइललाई पहिल्यै चार्ज गरेर राम्रोसँग राख्नु भएको छ भने बेलुका हेर्नलाई सहज हुन्छ है। मैले तपाईँहरूलाई भनिदिइसकेँ धरो हावाहुरी लगाइदिएँ। हाँ यता रोकिहाल्नुहोस् कति धेरै हावाहुरी लगाइरहेछ। ए यता आइज है मेरी बुढीलाई हावाले उडाइदेऊ उडाइदेऊ हावाले उडाइदेला। एक त कति किलो छिसेर त कति किलो छौ रे तिमी हावाले उडाइदेला तिमीलाई। यता हो यता हो बिचारा म फेरि राँडै होला फेरि। ए काले चप तँलाई त उडाउँदैन ल उडाइदियो अब त उडाइदियो फिक्सै उडाले 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 लैगो 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 ए डल्ले हाँसिकिन नानी डल्लु को गर्छ ए नाची नाची गर त मेरो छोरी नाची हेर्ने नाची नाची गर म्याउ गर नाची नाची के लिने हो कहाँ छ डबरा पानी पनि पर्यो दाउरा। मेरो बुढीले हेर्ने यति राम्रो काम गर्छिन् है दाउरा राख्दैछिन् यति सोझी छिन् मेरी बुढी
बडी साँझ तिमीलाई मासु भात दिउँला है राम्रोसँग दाउरा सारा है पानी परिगयो छिटो मलाई अन्ना हावाले उडाइदेला डर छ कि यता आइहाल्यो कि तिमी ल ल भाइको पानी पऱ्यो ल पानी परेको छ सल्ली बजारमा मनघाटको पनि नगरपालिका वडा नम्बर 1 मा पानी परेको छ हेर्न सक्नुहुन्छ धेरै ठुल्ठुलो पानी परेको छ ब्याङ बुडङ पसिना पनि झर्दै हुन्थ्यो यसैमा त्यो फुल हेर न कति राम्रो छ यार मेरो मोबाइलले खासै राम्रो देखा नत्र धेरै राम्रो छ त्यो कस्तो कोट हो तिमीहरू आफै कोट्टा हो आइगो बस्न अब त कालु ओइ ल हाम्रो ठाउँमा पानी पऱ्यो है त आज फाइनली बिहानसम्म पऱ्यो भनेपछि जमिन भिज्छ नत्र अर्को पनि आयो कल्लु हेर्नु 2 छन् मसँग कुकुरहरू कसैलाई एउटा चाहियो भने फ्रीमा दिन्छु सम्पर्क गर्ने होला 980992 छोरी चल्यो म्याउ म्याउ नाचेका चम्म पानी पर्यो असिना झर्यो गाईको रुमाल भाउजूलाई मन पर्यो ल हावाहुरीको साथ पानी पनि परेको छ हेर्नुहोस् है यहाँ खान्छन् यो दुईटा है यो दुईटाले यहाँ खान्छन् दाल भात मासु टन्नै खान्छन् अनि भुक्दाखेरि राति बेला भुक्ने बेला कता हो कता गइहाल्छन् अब अहिले यिनीहरूलाई यहाँ अहिले चाहियो जब तिमीहरूलाई म खिलाउँछु तब पनि तिमीले मलाई केही देऊ न तिमीहरूको तर्फबाट राति भुक्नु पर्यो कोही मान्छेहरू आएको बेला चुप्प लागेर बस्ने सुत्ने आजभोलि तल मैले कोठा गराएको छु पहिला त्यहीँ गएर सुत्थे यिनीहरू रातभर नपुगेर खन्चुवाहरू मात्र तिमीहरू खन्चुवाहरू मात्र हो खन्चुवाहरू अहिले कति मजाले आएर यहाँ बसिरहेछन् जब खाना दिन्छु भने तिमीहरूले पनि मलाई केही देऊ न उपहारमा मान्छेहरूलाई आउन नदेऊ अनि भुक सुनिसस् कि नै काले तैँले अर्कोलाई त बालै छैन उसले त साले जति भन्दै गर म तेरो एउटा कुरा सुन्दिनँ भनेको छु त्यसले चाहिँ त्यो खैरे जस्तो छ यो चाहिँ पुरै कालो रहेछ अलिअलि त्यो खैरे छ उसले त जति बोल्दै गर तेरो एउटा कुरा सुन्दिनँ भन्छ हो उठाउँ तँलाई यी बालै छैन त्यसलाई त यसलाई मात्र ओइ काले ओइ सुन पानी परेको छ बस्ने अहिले भाले काट्छु खाने भुक्ने रातभरि बुझिस् किन हेरेर त्यो चप्पल हो हेरेर यी ल बाई बाई गरिदे कल्लु बाई बाई गर ल हुन्छ भने गर हो अर्काले गऱ्यो ल बेलुका अहिले भाले काटिन्छ खाने अनि राति भुक्ने जब म तिमीलाई खिलाउँछु तब तिमीहरूले पनि मलाई केही दिनु पर्यो राति भुक्नु पर्यो कोही चोर आएको बेला यसो ठ्याप्पै समाउन जाने कर्याप कुरो खाइदिने हड्डी सड्डी आँखा साखा निकालिदिने त्यसका है ओके ल बाई बाई गर कालु यता हुन्छ कि नै हुस मेरो चोरायो मेरो गड्डु बगाइदियो पानीले मेरो कट्टु राख्छु म मेरो कट्टु हो यो आफैलाई धोएर राख्नुपर्छ पानी पर्यो सिना झर्यो गाईको रुमाल उतातिर बेसी पानी परिरहेछ उतातिर मैले अघि यसलाई के मान्छे आउनु त्यो भुक्नु भने त यो त जो खिटिएर आयो त्यसलाई देखेर पो भुक्छ हेर त छोरो चुप अहिले राति हो राति अहिले त्यसले मासु पाएको छैन अहिले जान्छ राति पानी पनि के पर्यो यार साथीहरू एकैछिन पर्यो अब फाटिहाल्यो 5 मिनट बढी मैले होइन 5 मिनट पऱ्यो अलिकति हल्का पर्दैको यस्तै साउन्ड पर्दो रहेछ कि यस्तो गर्दाखेरि यस्तो देखिने चाहिँ यो क्यामेरै नसमाउन आएको म भनेको यो
मेरो हनुमानले गट्टो अरे त के होस् त सीता जस्तो अन्ना रहेछ खोइ शाहरुख खानको पोज गर्दै एउटा कसको फ्यान होस् त त मेरो फ्यान होस् अरू कसै गर्न सक्दिनँ बुझिस् ए आज तेरो यो अन्तिम दिन हो पानी पनि परिरहेको त्यसो यसैले अब भाले त काट्नै पर्यो नि होइन र ल भाले कटिङ छ है आज हाम्रो साथीहरू आज यसको रोस्ट बनाएर खान्छु मैले कुखुरा कलाई त्यसपछि भुटेर खाने कुखुरा कति लगाइ जग्गी काटेको मासुको भालेको मासु टेस्ट गर्दैछ है त दामी भाले काटेर पनि खाइयो होइन अनि अब अघि पानी परेको थियो अब अहिले हेर्नु 10 मिनट मात्रै पानी पऱ्यो 10 मिनट पानी पऱ्यो अहिले सक्यो पानी पनि यस्तै अब यताको अलिकति पानी पऱ्यो भने लाइट गइहाल्छ अलिकति हावा आयो भने लाइट गइहाल्छ यो ठाउँमा अनि ल आजको भर्खरलाई कमेन्ट भन्नु होला है त